ल है गाइस, म चाहिँ हिँड्दैछु राति पुरै अँध्यारो त भएको छैन, त्यही पनि रात त रातै परिसक्यो, 8 बज्न लागिसक्यो, 8भन्दा बढी भइसक्यो। तपाईँले म कहाँ हिँड्दैछु भन्दाखेरि म नेपाल हेर्दा चाहिँ यसो अलिकति नेपाल जस्तै छ है, तर नेपाल चाहिँ यो कदापि होइन साथी हो। यो चाहिँ तपाईँहरू आफै गेस गर्नु कुन ठाउँ हो। यसो अहिले अँध्यारो छ, खासै देखिँदैन पनि केही, तर चिसो चाहिँ वाइल्डै चिसो छ भनेपछि अलिअलि अनुमान लगाउनु न कता कता छु भनेर। म एउटा सानो देखाइदिन्छु, त्यसपछि तपाईँहरू भन्नु है त कहाँ अलिकति अक्षर देखाइदिन्छु म। यहाँ हेर्नु तपाईँहरूलाई, यो अक्षर हेर्नु ल, कुन भाषामा लेखेको छ। ल यति मात्रै ल, अनि गेस गर्नु। तर यता चाहिँ मैले अँध्यारोमा के देखेँ भने नि, तपाईँलाई केहीको डर छैन के, सुनसान छ तर पनि केहीको डर छैन। तपाईँले बाटोमा हिँड्दा हिँड्दा कुकुर आउला भन्ने त्यो डर पनि छैन है। गाडीहरू त अब परै जाओस्, कुकुर सुत्दा आउँदैन यहाँनिर, त्यस्तो दामी है। यो चाहिँ काठमाडौँमा हुन्छ नि सबवे, त्यस्तो खाले रोड हो यो। तल चाहिँ साइकलहरू कुद्ने, छुस्स गाडीहरू सानोतिनो, माथि चाहिँ बवाल गाडीहरू कुद्छ, ठुल्ठुलो गाडी सुपर कारहरू नि कुद्छ होइन, रुई चुई चुई गरेर। तल चाहिँ खासै केहीको डर छैन। जाडो छ, त्यही पनि म यसो देखाउनको लागि सानो भिडियो देखाउँदैछु म। उता हेर्नु ठुल्ठुलो बिल्डिङहरू, खासै ठुलो त हुँदैन यता, अलि नर्मलै, तपाईँ त्यस्तो ठुलो बिल्डिङहरू हुँदैन। ठिक छ, यस्तै हो। हेर्नु अझै देखाउँछु म।